मासु भातमा भोट जबसम्म हामी बेचिरहन्छौँ तबसम्म नेताले देश बेचिरहन्छ। कुरा बुझ्नुभयो नि? त्यसो भएको कारणले यो देश बेच्ने र मासु भातमा भोट बेच्ने चलन र नेताले देश बेच्ने चलनको अब हामीले अन्त्य गर्ने कि नगर्ने है? गर्नुपर्छ। नत्र भने अघि भर्खर भन्यौँ नि, गीत पनि गयौँ, माया यो देशको माया आफै भन्दा धेरै लाग्छ यो देशको माया भन्यौँ, आई लभ नेपाल भन्यौँ, ढुङ्गालाई माया गर्छु भन्यौँ, माटो छोएर माया गर्छु भन्यौँ, ढुङ्गा छोएर माया गर्छु, रुखलाई माया गर्छु, यो धरती र आकाशलाई माया गर्छु भन्यौँ। तर हामीले मासु भातमा भोट बेचिरह्यौँ भने नेताले चाहिँ, किनभने उसको खर्च हुन्छ नि त होइन? मासु भात यत्रोजनालाई मासु भात खुवाउँदाखेरि उसको त 1 करोड खर्च हुन्छ। अनि त्यो 1 करोडको उसले 10 करोड उठाउनु पर्छ कि पर्दैन? अलि हाँसौँ कि क्या हो है? अनि त्यो 10 करोड कहाँबाट उठाउने त उसले भन्दाखेरि उसले चाहिँ तपाईँको चाहिँ के हो त भन्दाखेरि खोला नाला बेच्न थाल्छ, असमान सन्धि सम्झौता गर्न थाल्छ, विदेशीलाई हजुर भनेर ढोक्न थाल्छ। त्यसो भएको कारणले गर्दाखेरि अब यो देश बेच्ने र बेचिने चलनको अन्त्य हामीले यसपालि गर्छौँ। यसपालिदेखि त्यो गर्नुपर्छ। हामी मासु भातमा भोट बेच्दैनौँ।